हेलो एभ्रिवान। अहिले म बागलुङ जिल्ला स्थित भैरवस्थान मन्दिरको माथिल्लो डाँडाबाट तल ओर्लदैछु। अघि उक्लने क्रममा चाहिँ भिडियो लिन्छु भनेको भिडियो लिन भुलेछु युट्युबको लागि चाहिँ, र म ओर्लिँदैछु। दृश्य यस्तो रहेको छ, टोटल यस्तो छ। उक्लने क्रममा निकै थकान भए पनि ओर्लिने क्रममा चाहिँ केही थकान कम हुन्छ, तर खुट्टालाई काम मसल्सलाई भने चाहिँ बढी नै दुःख हुन्छ जस्तो लाग्छ मलाई, हैन। ल दृश्यहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ पारी चाहिँ कुस्मा हो अथवा पर्वत हो। पर्वत जिल्लाका केही भेगहरू रहेका छन्। पारी भन्ने चाहिँ वारी भनेको यो बागलुङ हो, र यस्तो ओह्रालो रहेको छ। माथि रहेको भ्यू पोइन्टमा पुगेर आउने इच्छा भए तापनि लामो समयदेखि मान्छे नै नहिँडेको जस्तो मार्ग देखियो। माथि चाहिँ त्यहाँ भएको झाँक्रीको थानभन्दा माथि चाहिँ अलि हिँड्न नमिल्ने खालको अलिक बाक्लो जङ्गल भएको र बाक्लो झाडी भएको, झाडी पन्छाएर हिँड्नै गाह्रो। केही बेरसम्म त म झाडी पन्छाएर पनि हिँडेँ, तैपनि माथि चाहिँ बाटै पत्ता नलाग्ने किसिमको रहेछ। त्यही भएर म त्यहाँबाट फर्केँ। दुईजना भएको भए चाहिँ पछाउँदै जानु पनि हुन्थ्यो होला, एक्लै भएको हुनाले म त्यहाँबाट फर्केँ। यहाँबाट दृश्यहरू देख्न सक्नुहुन्छ, निकै मनमोहक दृश्य देखिन्छ। खुलेको आकाश छ, हेर्नुहोस्। वरिपरि बादल भए पनि बिच भागमा खुलेको आकाश छ। सूर्यका प्रकाशहरू छिरलिए जस्तो पनि देखिन्छ। यतापट्टि यस्तो छ। केही हाइकिङ ट्रेलहरू बनाए पनि अपुरो छ यो, माथिसम्मै बनाइएको छैन। एउटा माथि भ्यू पोइन्ट देखेर खासमा म डाँडामा उक्लिनु गएको हो। खास मेरो उद्देश्य यही भैरवस्थान मन्दिरसम्म आएर आउने इच्छा थियो, किनकि अघिल्लोचोटि आउँदाखेरि केवल दर्शन गरेर मात्रै फर्किएको थियो भने अहिले दर्शनभन्दा पनि वरिपरि ठाउँ र दृश्य अवलोकन गर्ने उद्देश्यले म यहाँ आएको हो। यहाँसम्म चाहिँ निकै राम्रो हाइकिङ ट्रेल रहेको छ भने यहाँभन्दा माथि चाहिँ सिमेन्टले गराइएको छ। हुन त यहाँ पनि सिमेन्टको प्रयोग गरिएको छ, त्यही पनि यहाँका स्थानीय ढुङ्गाहरूको प्रयोग गरेको देखिन सकिन्छ। वरिपरिको दृश्य यस्तो छ, फेरि पनि हेर्न सक्नुहुन्छ। भित्रभित्रै यहाँ झर्ना नदेखिए पनि भित्रभित्रै पानी सुसाइरहेको म आवाज आफ्नो कानमा सुनिरहेको छु। हो, यही डाँडाको टुप्पामा म पुगेर फर्कन्छु भनेको थिएँ, तर बिच भागमा नभए पनि यो डाँडाको लगभग 80% जति भागमा चाहिँ म पुगेँ। माथिको टुप्पा चाहिँ मैले बाटो फेला पारिन भनौँ पुगेर आउने उद्देश्य थियो। र भ्यू पोइन्ट जस्तो राम्रो भ्यू पोइन्ट जस्तो थियो। पारिबाट पनि पिच बाटो देखियो है, यताबाट पिच बाटो देखिनँ मैले। वहाँ चाहिँ मैले त्यहाँ खनेको चाहिँ पिच बाटो देखिरहेको, कालो ब्ल्याक टप देखिरहेको छ भने यहाँको दृश्य यस्तो रहेको छ। यहाँ पनि एउटा पहाड जस्तो रहेको छ। यहाँबाट अझ राम्रो भ्यू आउँछ होला, म तपाईँलाई उक्लेर देखाउँछु। बाटो अलिक कठिन छ, यस्तो छ, हेर्नुहोस्। ओहो, झन् खुलेर आएको छ यहाँबाट। राम्रो भ्यू देखिएको छ, झन् छिरलिएका बादल। यहाँबाट त अझ 360 भ्यू जस्तै आउँदो रहेछ यो डाँडोबाट भएको चाहिँ। सायद यहीँबाट ढुङ्गा खनेर त्यहाँ तल प्रयोग गरेको हुनुपर्छ। यहाँ चाहिँ यस्तो छ भ्यू, सक्नुहुन्छ। यहीँको ढुङ्गा झिकेर प्रयोग गरेको हुन सक्छ। ट्रेल पनि देख्नुहुन्छ, हाइकिङ ट्रेल। र यहाँको दृश्य यस्तो छ। फेरि पनि देख्न सक्नुहुन्छ यो ढुङ्गा लच्के। यहाँ चाहिँ यस्तो पानीको ताल जस्तो बनेको रहेछ। साना किराहरू पनि छन्, कसैका लार्भा होला सायद। विभिन्न किसिमका फुलहरू पनि छन् है। यहाँ दृश्य पनि छुट्टै देखिरहेको छ। बिचबिच चाहिँ खाल्टो रहेछ। यहाँ एकचोटि खुट्टा पऱ्यो भने चाहिँ जाने जस्तो यहाँ पनि फुलहरू फुलिरहेका छन्। पानी भित्रभित्रै सुसाएछ देखिन्छ यहाँ पनि। जस्तो पहाड भनेपछि भित्रभित्रै जम्मा भएको पानी सुसाउने नै हो है। र दृश्य यस्तो रहेको छ। अघि यो बाटो हिँडिसकेको हुनाले म धेरै बेर यहाँ रोकिनँ। यहाँ थोरै फोटो भिडियो रोकेर मैले खिचिसकेँ भर्खर। उक्लदा सजिलो लाग्छ, तर ओर्लिँदा चाहिँ निकै गाह्रो लाग्छ मलाई यस्तो बाटो चाहिँ। किनकि उक्लिँदा चाहिँ सेन्टर अफ ग्राभिटी कन्ट्रोलमा आउँछ जस्तो लाग्छ आफ्नो टाउको। ओर्लिँदा चाहिँ किन अप्ठ्यारो लाग्छ। अलिक गाह्रो छ धेरै भयो। पहिलाको जस्तो हिँड्ने बानी नभएर पनि होला। अब पहिला धेरै नै हिँडिन्थ्यो, गाउँ बस्दाखेरि चाहिँ धेरै हिँड्ने उक्लिने बानी भएको हुनाले राम्रोसँग हिँडिन्थ्यो भने। ओहो, फर्किँदा त झन् बवाल दृश्य देखिरहेको छु। झन् खुलेर आएको आकाश झन् मिठो घामले देखिएको छ।
अघि बादलिएको जस्तो भएको हुनाले केही दृश्य कम थियो कि जस्तो लागिरहेको छ। म यो ओर्लिँदैछु अहिले, हजुरहरू देख्न सक्नुहुन्छ निकै राम्रो बनाइएको छ। यिनै ढुङ्गा प्रयोग गरेर बनाइएको रहेछ, माथि तिनै यिनै ढुङ्गा फोरेर बनाएको जस्तो माने मैले। तर कटिङ हेरेर चाहिँ होइन जस्तो लाग्छ, फेरि एकदम राम्रो कटिङ छ। तर माथि खनेको त यिनै ढुङ्गा हो जस्तो लाग्छ मलाई चाहिँ। तर बनाएको पनि यहाँ भत्किसकेको छ बेलाको ठाउँमा चाहिँ, किनकि खुट्टालाई थकाउन एकदम मन लाग्छ मलाई। त्यही भएर डाँडा चढ्न भनेपछि निकै फुरुङ्ग हुन्छु, खुसी हुन्छु। किनकि खुट्टाहरू थाकेकै मनपर्छ मलाई। किनकि यस्तो छ यहाँ चाहिँ मलाई यस्ता ढुङ्गा पहरा दिँदा निकै रमाइलो लागेर आउँछ। त्यही भएर चाहिँ होला शरीर थकाएर पनि आनन्द महसुस गरेँ मैले। यत्तिकै हुँदै हुँदै चाहिँ हामी भैरवस्थान मन्दिरतर्फ जाँदैछौँ। अघि म भैरवस्थान मन्दिर नचिरिकन गएको, अहिले चाहिँ यसो दर्शन गरेर चाहिँ जान्छु। किनकि म तल्लो बाटो आगेको अघि चाहिँ, अब चाहिँ म बाटो पछाउँदै जानेछु। यहाँको दृश्यहरू देख्न सक्नुहुन्छ, बादल, पहाड, झरनाले छुट्टै आनन्द दिन्छ मनलाई चाहिँ। म व्यक्तिगत रूपमा भन्दैछु, म चाहिँ सायद अरूलाई बजारिया जिन्दगी पनि मन पर्दो। मलाई चाहिँ डाँडाकाँडा घुम्न भनेपछि निकै मन फुरुङ्ग भएर आउँछ। पारिपट्टि चाहिँ त्यो कुसुम बजार हुनुपर्छ, कुसुम बजार सायद हुनुपर्छ, कुसुम बजार नै हो त्यो। किनकि त्यहाँ बलेवा एयरपोर्ट पनि मैले देखिरहेको छु यहाँबाट। पारिको दृश्य सबै पर्वत जिल्ला हो। पर्वत जिल्लाका दुर्लुङहरू यतापट्टि अरू ठाउँहरू पनि देखिरहेका छन्। लामा पुलहरू पनि म आँखाले भ्याएसम्म देख्दैछु। दुईवटा पुल, लामा पुल चाहिँ मैले देखेँ यहाँबाट पनि। एउटा चाहिँ बन्जी जम्प हुनुपर्छ त्यो लामो चाहिँ। यतापट्टिको चाहिँ कुसमा बलुवा पुल हो एउटा चाहिँ। यो पारिपट्टिको गाउँ चाहिँ कुन रहेछ म ठ्याक्क थाहा भएन। एउटा सानो यहाँ भवन पनि नभनौँ, एउटा कटेरो टाइपको बनेको छ यहाँ। अघि आउँदा पनि हेरेको थिएँ तर ढोका लागेको थियो यसको चाहिँ। सायद यो ढुङ्गाको काम चाहिँ यहीँ हुँदो। यो हाइकिङ ट्रेल चाहिँ यहाँसम्म ठिक छ, त्यहाँपछि चाहिँ पानी तालिएको झाडी जङ्गल खुम्चिएको हुनाले म यता हिँड्दैछु। अरू केही नलिएर हिँडे पनि खालि हिँड्नुभन्दा ब्याकप्याक लिएर हिँड्न मनपर्छ। ब्याकप्याकमा केही नभने एउटा पानीको बोतल भन्दा अरू भिन्न चिज केही छैन। देख्न सक्नुहुन्छ यो खाली नै छ, बन्दै छ, चाबी लगाएको छ। म चाहिँ अब अघि आएको बाटोतर्फ जाँदैछु। देख्न सक्नुहुन्छ सायद यो नि भटेइ रहेछ कि चौतारी, पुरानो चौतारी जस्तो रहेछ। सायद यो बाटो बनाउने क्रममा चाहिँ भत्काइको हुनुपर्थ्यो, किनकि तल पनि बाटो छ। यो चौतारीको संरचना जस्तो छ, यो ढुङ्गा हेर्दा चौतारीकै संरचना हुनुपर्छ। किनकि यो लगभग चौकोस टाइपले बनेको छ। बिचमा रुख रोप्नलाई ठाउँ पनि रहेको छ, चौतारी नै हुनुपर्छ। ब्लगिङको चाहिँ मेरो यो फर्स्ट नै हो ब्लगिङ। यसरी चाहिँ मैले ब्लगिङ होइन ब्लगिङ साउन्ड पनि उच्चारण गर्न आउँदैन मलाई। पहिलोचोटि हो यो ब्लगिङको मतलब थाहा भएको नि। ब्लगिङ पनि होइन, आखिर भ्लग हो, भ्लगिङ हो। भी भनेको भिडियो, लग रहेछ। धेरै पछि थाहा पाएको मैले चाहिँ। यो चाहिँ अस्ति भर्खर थाहा पाएको भन्दा पनि हुन्छ। त्योभन्दा पहिला मैले ब्लगिङ र ब्लगिङमा छुट्याउँदैन थिएँ। अनि ब्लगिङ भन्ने खास भ्लग रहेछ, भ्लगिङ रहेछ। भ्लग भनेको चाहिँ भिडियो लग रहेछ। आफूले जानेको कुरा चाहिँ सेयर गर्दैछु मैले हजुरहरूलाई नि। सायद तपाईँहरूलाई चाहिँ पहिले थाहा हुँदो। मलाई चाहिँ यो भिडियो बनाउँछु, आफू घुमेको ठाउँको चाहिँ केही भिडियोहरू पनि लिन्छु भन्ने क्रममा चाहिँ बल्ल मैले यो ब्लगिङका मतलबहरू थाहा पाएँ। अब यहाँ कतै उक्लिने ठाउँ पाएँ चाहिँ म यहाँ उक्लिन्छु। सायद यहाँ म जम्प गर्न सक्छु होला एउटा खुट्टाले पनि। सके एउटा गोरुले
हेरिरहेको छ मलाई। खान लागेको घाँस पनि चबाउन छोडेर हेर्दा दुक्राउनु नि बेर लाउनु पर्छ। तर्केर हिँड्छु मैले। यता अर्को गोरु छ। दृश्य छुट्टै भिन्न रहेको छ। यो चाहिँ सायद केही मन्दिरको संरचना हुनुपर्छ सायद, तर बिचमा फोहोरहरू पनि छ, सायद नहुनसक्छ। हो, म जान चाहेको त्यो डाँडामा भएको चाहिँ भ्यू पोइन्टमा हो, तर म वहाँसम्म पुग्न सकिनँ। सर भ्यू पोइन्ट हो जस्तो लाग्छ, तर खै अब त्यहाँ नपुगेपछि आइडिया भएन। त्यस्तो छ यहाँबाट दृश्य। गोरुले घाँस खाँदैछ। टक्क भएर हेऱ्यो यो रे पङ्गा लियो हुँदैन, धपाइहाल्न सक्छ गोरुले। हुन्छ ल, ओर्लिँदै म अब मन्दिरतर्फ जाँदैछु। यो ठाउँमा म अघि पनि आएको। यहाँबाट छुट्टै मिठो फेरि दृश्यहरू देख्न सकिन्छ। बोलीमा के ग्याप भइरहेको छ थकानले हो। अघि उक्लिँदा पनि उस्तै थकान थियो भने अहिले ओर्लिँदा पनि उस्तै थकान महसुस भइरहेको छ। लामो लामो सास तिर्न मन लागेको छ। यहाँ जङ्गली फुल पनि हेर्न सक्नुहुन्छ। यस्तो छ दृश्य। खुलेको आकाश, वरिपरि पहाड। अहिले चाहिँ दुईवटा घर भए पनि ठाउँ ठाउँमा बाटो नै पुगेको छ, मैले देख्न सक्छु। अब त्यहाँ एउटा मात्र घर छ, त्यहाँ पनि एउटा दुईवटा घर देखिन्छन्। बाटो चाहिँ अब दुईवटा घरलाई पुर्याउन गर्दा पनि खनिएको छ। हुन त चाहियो, आवश्यकता हो, देख्न सकिन्छ। फेरि घाम लिएर आएका छन्। तलै ओर्लिँदैछु अब धेरै बेर म यहाँ बसिनँ। पानीको बोतल चाहिँ हातमै छ मेरो। बेला बेला थोरै खानुपर्ने जस्तो देखिएको छ। म आफ्नै पाराले हिँड्दैछु। आफ्नै पाराले हिँडेकोमा चाहिँ मन आनन्दित हुन्छ। त्यही भएर आफ्नै पाराले हिँड्दैछु म। उकाली ओह्राली बोलीमा कतिमा ठाउँमा पञ्चुएसन नमिलेको होला, कतिमा शब्द संरचना नमिलेको होला, किनकि म आफ्नै तालमा आफ्नै पाराले आफै रमाउँदै हिँडिरहेको छु। सायद यो भिडियो मैले त्यही मन्दिरसम्म चाहिँ बनाउँछु होला। त्यसपछि चाहिँ म जान्छु। अघि नै मैले चाहिँ थोत्रै आफूलाई फोटो भिडियोहरू थोत्रै लिएँ। अब यहाँ बाटो पनि छैन। अब यो अघि चाहिँ एउटा सानो पार्क जस्तो रहेछ। त्यो पार्क जस्तो भए पनि खासै केही पनि छैन त्यहाँ। भनेको त्यही जाली र गेट बाहेक केही पनि छैन जस्तो छ। इँटाको थोरै संरचना छ, तर खासै केही बनाइएको भन्ने छैन त्यहाँ। लालीगुराँसका बोट पनि हामी यहाँ देख्न सकिन्छ। अहिले लालीगुराँस फुल्ने सिजन नभएको हुनाले पनि यहाँ देखिएका छैनन्। थुप्रै पुराना फुलका ठुटाहरू पनि देखिएको छ भने केही कोपिला जस्तो लाउने क्रममा देखिन्छ। अब केही समयमा लालीगुराँस पनि देख्न सकिन्छ। अहिले चाहिँ खाली खाली छ। लालीगुराँसका बोटहरू भए पनि लालीगुराँसहरू केही देखिँदैन। तपाईँहरू यताको भ्यू पनि हेर्न सक्नुहुन्छ। अघि देखाएकै हो मैले यो भ्यू चाहिँ। त्यही पारिको चाहिँ कुस्मो बजार, यताको चाहिँ बलेवा एयरपोर्ट हो। एयरपोर्ट चाहिँ यहाँ देखिँदैन। अब एयरपोर्ट भए पनि प्लेनहरू उड्ने गर्दैनन्। पहिला बेला हप्तामा एकचोटि दुईचोटि उड्ने गर्थ्यो भने अहिले चाहिँ प्लेनहरू पनि देखिँदैनन्। सायद नचलेर होला। चल्नको लागि जनशक्ति पनि चाहियो, चढ्ने मान्छे पनि चाहियो फेरि। किनकि अब पक्कै पनि काठमाडौँबाट छुट्नलाई मान्छेको पनि उचित सङ्ख्या मान्छे नै हुनु पऱ्यो हैन। ल यो चाहिँ हाम्रो
भैरवस्थान मन्दिर हो। बेला बेलामा चाहिँ मेला महोत्सव अनि पर्व अनि दसैँको अवसरमा चाहिँ मान्छेको राम्रो बाक्लो उपस्थिति रहने गर्छ भने अरू बेलामा चाहिँ कमै उपस्थिति रहने गर्छ। महत्त्व चाहिँ यसको बागलुङ कालिका जत्तिकै महत्त्व रहेको छ। तर भने केही भौगोलिक जटिलता, यातायातको असहजता र प्रचार प्रसारको कमीले नै हुनसक्छ मान्छेको उपस्थिति छैन यत्रो मन्दिरमा। दैनिक केही न केही मान्छे उपस्थित हुनुपर्ने ठाउँमा चाहिँ म एक्लो मात्र देख्छु यहाँ चाहिँ म अहिले। सायद पर्यटकीय दृष्टिकोणले केही विकास गर्ने उद्देश्यले अघि मैले देखाएको हाइकिङ ट्रेल बनाएको हुनुपर्छ, नत्र यसरी यो संरचना बनाउनुको उद्देश्य अरू हुन सक्दैन। किनकि त्यो डाँडाबाट चाहिँ राम्रै भ्यू देखिन्छ होला। यहीँबाट पनि यस्तो भ्यू देखिन्छ भने चाहिँ डाँडाको टुप्पाबाट राम्रै भ्यू देखिन्छ। ठाउँ ठाउँमा सानोतिना होमस्टेहरू पनि बनाइएका रहेछन्। होमस्टेहरू पनि छन्, एक दुईवटा होमस्टेहरू छन् तर खासै चलन चल्तीमा जस्तो छैन। सानोतिना पसलहरू छन्, अरू खासै संरचनाहरू देख्दिनँ। भैरवस्थान मन्दिरभन्दा माथि पनि एउटा सानो मन्दिर रहेको चाहिँ यहाँ देख्न सक्नुहुन्छ। म भैरवस्थान मन्दिरतर्फ चाहिँ जाँदिनँ होला, समय पनि भइसक्यो। दर्शन गर्न पनि खासै पहिले पनि गरिराखेको, खासै दर्शन गर्नुपर्ने यहाँ टाढाबाट दर्शन गर्छु म चाहिँ। यता गइनँ, यता पनि यहाँ गणेश भगवान्को मूर्ति रहेछ भने, तर त्यति सफा चाहिँ छैन। अस्तव्यस्त छ मन्दिरमा। पैसा पनि हुन त यहाँबाट दर्शन गरेर पैसा फ्याँकिएको होला, तर भित्र चाहिँ अस्तव्यस्त देखिन्छ भने यहाँबाट हेर्न सक्नुहुन्छ। भैरवस्थान मन्दिर त्यो चाहिँ भैरवस्थान मन्दिर हो। मन्दिर लगायत विभिन्न संरचनाहरू रहेका छन् भने यहाँ चाहिँ भैरवस्थान मन्दिरको गेट रहेको छ र यहाँबाट यस्तो भ्यू रहेको छ। धन्यवाद तपाईँहरूले यो भिडियो हेरिदिएकोमा। म यस्तै नै डाँडा काँडा बढी घुम्न रुचाउँछु। यो भ्यू हेरेर तपाईँहरू पनि यहाँ आउन सक्नुहुन्छ, भ्यू हेर्न सक्नुहुन्छ। निकै सुन्दर छ, निकै रोमाञ्चक छ। एउटा सोलो भिडियो पनि मैले खिचेँ, पहिलोचोटि हो म एक्लो यसरी भिडियो खिच्दै हिँडेको चाहिँ, नत्र सानोतिना भिडियोहरू चाहिँ खिचेको थिएँ। म आफै रमाउनको लागि भिडियो खिचेको हुनाले खासै ती लाइक सेयर सब्सक्राइबमा चाहिँ म जाँदिनँ। तर पनि नगए पनि लाइक सेयर सब्सक्राइब चाहिँ हजुरहरू गर्न सक्नुहुन्छ। फेरि पनि भैरवस्थान मन्दिरको दर्शन गर्नुहोला। धन्यवाद।